मर्निङ गाइज गुड आफ्टरनुन द न्यू डे विथ द न्यू ब्लग सबैजनालाई स्वागत छ मेरो नयाँ एपिसोडमा र अहिले चाहिँ हामी फर्केर पोखरातर्फ आइसक्यौँ र आज तपाईँलाई म एउटा स्पेसल चिज देखाउनु मन छ। त्यो स्पेसल चिज के हो भने चाहिँ मेरो बच्चैदेखिको ड्रिम हो गाइज होइन। अनि फाइनल्ली त्यो बेला त पैसा हुने थिएन, आज आएर सक्सेस भइसकेको छ, पुरा हुँदैछ। अब मेरो हबी नै यही हो खासमा, म फुर्सद नभ्याएर के गरेर के भएर चाहिँ हो। अझ मैले धेरै कलेक्सन गर्नु मलाई मनपर्छ, यो फ्युचरमा अझै म कलेक्सन पनि गर्छु होला। तर के हो भनेर चाहिँ म तपाईँलाई इन्डियन लेडी बर्ड आयो म तपाईँलाई एकछिनमा भन्नेछु। अनि एकछिन बाहिर निस्किनुपर्छ, अनि तालको छेउछाउतिर गएर उतै अनबक्सिङ गरेर उतै चलाएर उतै रमाइलो गरेर आउनुपर्छ। स्पेसल्ली यो चाहिँ अलिक किड्सहरूको लागि चाहिँ अझ ड्रिम हुन्छ होला। तर कति केटाहरूको पनि बच्चामा खेलाउन नपाएको केटाकेटीहरूको, हाम्रो साथीभाइ दिदी बहिनी दाई बहिनी के भन्छन् उस्तो गरी हाम्रो बाबुको उमेरको मान्छेको पनि ड्रिम होला। यो हेर्न आज तपाईँलाई रमाइलो लाग्नेवाला छ। सो आज म तपाईँलाई लैजान्छु। आज मेरो सिएफ मोटोमा जानु पर्ला। म चाहिँ आज निस्किनलाई ढिलो नगरिकन जाम। ल गाइस म चाहिँ निस्किसकेँ अहिले घरबाट। पोखराको मौसम यस्तै छ, पानी नपरोस् भने मैले एफइबी नै हालेको। मैले पछि फर्केर गएर एफइबी बोकेँ। अनि आज चाहिँ अलिकति हबी दिएँ अब अझ मलाई त्यो बाइक किन्न मन लागेको। अस्ति त $500-700 पर्छ होइन, लगभग 1 लाख जस्तो हुन्छ पर्ने रहेछ त्यसलाई। अनि युएसबाट ल्याउनु पर्ला अर्कोचोटि घर आयो भने। हाम्रो यहाँ जादु छ, जादु यो ब्यागभित्र। हामीलाई केही होस्, यो ब्यागलाई केही नहोस् है। ब्रेक हान्नु रोक म खाल्टो रहेछ कि फङ्गै बिटाले के भन्छ, क्यामेरा चाहिँ केही हुनु भएन है। अहिले धमिलो भएर देखिन के बिस्तारै खुट्टै सरेन बिचरा। लो 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 मेरो क्यामेरा इम्पोर्टेन्ट छ। हामी दुईटा को गरौँको रहेछ पर्सन, किरण गरौँको रहेछ यो। हामी पहिला स्कुल पढ्ने बेला किरण चाहिँ हामीभन्दा एक बेला सिनियर थियो र किरणको क्लासको केटाहरूको छट्टु बनाबाट इन्सपायर भएर चाहिँ हामीले क्लासमा उपयोग गरिन्थ्यो। जहिले ठप्पर खाइन्थ्यो त्यो चाहिँ अलि याद छ अलिअलि। हामीले सिकाएको भन्दैन, तिमीहरूले सिकाएको नि। ओहो भाइस पनि क्या मजा आएर डेन्जर उडिरहेछ। वरिपरिको भ्यू हेर्न सक्नुहुन्छ गाइस तपाईँले। मान्छेहरू सर्लक्क बस्नुभएको छ आनन्दले। यो पानी अझ सिम्म भए चाहिँ कति मजा हुन्थ्यो। अहिले वेभ आइरहेको कि पानीमा, त्यो चाहिँ अलिकति गाह्रो हो। ल गाइस फाइनल्ली यार ये ड्रिम कम्स ट्रु भने जस्तो मान्छेलाई घर किन्दा ड्रिम कम ट्रु हुन्छ, गाडी किन्दा ड्रिम्स कम ट्रु हुन्छ, बाइक किन्दा ड्रिम्स कम ट्रु हुन्छ होइन। मलाई चाहिँ फाइनल्ली यो मेरो ब्यागमा भएको चिजले चाहिँ ड्रिम्स कम्स ट्रु पारिसकेको अवस्था छ। ल लेट्स अनबक्स गाइज। अब तपाईँहरूलाई म देखाउँदैछु मेरो बच्चा फेरिको ड्रिम। यहाँ ब्याट्री नि चार्ज हानिरहेको छु मैले। फेरि यहाँ ब्याट्री, फेरि यहाँ पावर ब्याङ्क छ। अलि भाँचेला भनेर यसको एक्स्ट्रा 2-3वटा ब्याट्री चाहिँ मैले किन्न पर्ने छ। काठमाडौँबाट मगाउँदैछु, नभए उता युएसबाट साथी आउँदैछ, युएसबाट मगाउनु पर्ला। अनि युएसमा चाहिँ अलिक महँगो पर्दो रहेछ, किनकि ब्याट्री चाहिँ चाइनाबाट जाने हो नि त, कुरियर गर्दाखेरि एकदमै महँगो पर्छ होइन। कति पर्सेन्ट भयो यो? 77% छ। यो के फुल चार्ज भएको चाहिँ अहिले एउटा मात्र बलिरह। अब यसको चाहिँ धेरै टाइमिङ छैन, किनकि यो फास्ट ब्रस्टेड मोटर हो कि के भन्नेवाला हुँदो रहेछ। र यसले चाहिँ 2 घन्टा कि 3 घन्टा चार्ज गरेर चाहिँ किने 3 घन्टा चार्ज गरेर चाहिँ बल्ल 5 मिनट चलाउनु मिल्दो रहेछ। फुल चार्ज छ। लेट्स सी आज 5 मिनट त नचल्ला। फाइनल्ली गाइज यो हो हजुरको एमआरबीको ड्रिम। यो के हो भनेपछि यो चाहिँ आरसी के हो, आरसी बोट हो। अनि यो चाहिँ टक्क आरसी सुपर रेसिङ बोट भन्दो रहेछ। अनि यसमा चाहिँ ब्रसलेस मोटर हुँदो रहेछ, के हुँदो रहेछ। यो चाहिँ अरूभन्दा सस्तो। लगभग इन्डियाबाट मगाउँदा मलाई लगभग 17-18 हजार जस्तो आइसी पर्यो। अब त्यो कुरियर ट्रान्सपोर्ट के चार्ज यताउता जोड्दाखेरि। अनि अर्को भनेको चाहिँ यो चाहिँ 55 किलोमिटर पर आवर जान्छ किनकि त्यो 14-15 हजारको बोर्डमा सबभन्दा 14-15 हजार भनेको नेपाली त कति पर्यो, 20-25-27 पर्यो होइन। अनि सबभन्दा फास्टेस्ट 55 स्पिड। अनि यसको चाहिँ 55 किलोमिटर पर आवर स्पिडमा जान्छ। आज ट्राई गरौँ, हामीले ठोकाउनु पनि सकिन्छ, जे गर्नु पनि सकिन्छ। यहाँ ठुलो ठाउँमा छैन, फेरि अडियो अनि लिन जानु पनि पर्छ भनेर हामीले ठुलो ठाउँमा चलाएको छैनौँ। लेट्स अनबक्स गाइस। ट्यान ट्यान। म चाहिँ क्यामेरालाई हल्का अगाडि ल्याउँछु र तपाईँहरूलाई देखाउँछु कहाँबाट खोल्ने होप्लेस भइसक्यो म। आइस ढ्यान ट्याडान 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 ढ्यान ट्याडान। अनि यो बोर्ड लगभग 1 हात छ, 1 हात छ यो चाहिँ बोर्ड होइन। अनि यहाँ लाइट छ, यहाँ लाइट छ, यता नि लाइट छ। अनि यसको चाहिँ रिमोट यो
अनि यसको चाहिँ दायाँ बायाँ जाने यो हो र यसको ब्याट्री चाहिँ यहाँ छ। आउनुहोस् म ब्याट्री खोलेर हालेर देखाउँछु म तपाईँलाई। फर्स्टमा चाहिँ यसको उस हेर्दाखेरि यो अलिकति नबाङ्गे छ भने यहाँ दुईवटा कट राखिदिएको छ अनि यसको प्रोपेलर भनेको त यहाँ छ। यस्तो फास्ट घुम्छ कि कुरै छोडिदिनु। अनि यो चाहिँ दायाँ बायाँ गर्नको लागि काम युजफुल हुन्छ धेरै जस्तो होइन। अनि यसलाई खोलिदिउँ अनि यसलाई नि अन गरिदिउँ, यसलाई नि अन गरिदिउँ, यसलाई नि अन गरिदिउँ, यसलाई नि अन गरिदिउँ। फ्याक्क भित्र केही छैन, यति महँगो पर्छ यार, मारी डाम नै पर्दो रहेछ। के हो त्यो ठुस ल गाइस भित्र त यस्तै छ। अब यो ब्याट्रीलाई चाहिँ हामीले यहाँ जोडिदिनु पर्ने हुन्छ। ब्याट्री राख्ने घर नै ठ्याक्कै मिलाएर राख्दै हुने रहेछ एउटा होइन। अनि अर्को ब्याट्री यहाँ राख्न मिल्ने गरे खै कुनी के गर्छ कुनी। यो बोर्ड पनि ब्यालेन्स हुनु पऱ्यो। अनि यसलाई चाहिँ चेन टाइट गरिदिउँ। यही हो मेरो ड्रिम। हाँस्नुहुन्छ होला है कतिजना देखेर त। ल यसलाई चाहिँ यहाँ जोडिदिउँ। फाइनल्ली कट भइसकेको छ र यसलाई चाहिँ अझ 4-5वटा ब्याट्री किनेर टन्नै कुदाउनु पर्छ अलि पछि। यसलाई चाहिँ यहाँ लक गरिदिउँ, लक गरिदिउँ। केही गर्नु पर्दैन, एकदम इजी छ। यसलाई लक गरिदियो, यसलाई लक गरिदियो, यसलाई लक गरिदियो। अनि यहाँ माथिको खपेटा चाहिँ यहाँ राखिदियो होइन, यस्तो गरेर राखिदियो। अनि यस्तो गरेर भयो, यो फुल सेटमा भयो होइन। अनि यहाँ चाहिँ एक्स्ट्रा प्रोपेलर नट यसको यो अड्डाउने चिज दिनुभएको छ। अनि यसलाई अन गर्नमा होइन हेर्नु यस्तो फास्ट हुन्छ। अब यसलाई चाहिँ हेर हम फर्स्ट टाइम हो, भगवान् केही नहोस्। ओम नमः शिवाय। वे 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 आमामामा कन्ट्रोलै हुनु यार। लो जा पर्छ चप्पल लामा यताबाट जान, यताबाट जा, यताबाट पौडी खेल्न यार प्लिज। म यसलाई निकाल्दैछु है, कसरी निकाल अबाट अड्क्यो अब भएन कि ब्याक गरेर नि यस्तोमा कुदाउने होइन भनेको दिमागलाई मैले अघि ल्याउनु। जा झिक्दे जा अब झिक्दे जसरी झिक्दे झिक्दे जा। ब्याग नभएर त नि दाइ ब्यागै गरेको क्या यो ब्यागै हो। त्यहाँ अड्क्यो त्यो घाँसमा अड्क्यो। जा झिक्दे जा पौडी खेल्न आउँछ तँलाई जा जान हामफाल्काले। तिनीहरू यता आउँछ नि आउनु नि ऊ उता गहन के अलि नुहाए हुन्छ क्या जान। तँलाई पौडी खेल्न आइहाल्छ नि। कस्तो कुरा त नाटक गर्छ काले म्याग्दी होला माछा चोन जान्छ राति जहिले राति पौडी खेल्ने मान्छे जा जा जान राइट लेफ्टमा झुक्किएको रहेछ क्या म अहिले निस्किसकेको फेरि भित्र हाले। भगवान्ले सब पुऱ्याइदिन्छन् नि होइन, आँट्नु पऱ्यो क्या। ल यस पर्सान हुटिङ जान यार। फेरि नाक जोड त्यसलाई यस पर्सानले गर्छ क्या पर्सानले। वे भाँटेलाई ठोकेर हातले गइरह रहेछ। ल फाले फाल यो मैले एकचोटि विचार गर्नु पऱ्यो। प्रोपेलरहरू त ठिक छ, फेरि उठै जान्छ प्रोपेलरको उसै मिलाएन यार। ब्याट्रीको साइडमा ढल्किँदो रहेछ। अलिकति प्र्याक्टिस हुँदैछ गाइस हाम्रो चाहिँ यहाँ। अलिकति प्र्याक्टिस गरियो यस्तोरी घुम्छ त नि अबि भाँचिन्छ क्या यार। हम यतातिर ढल्क्यो होइन, यतातिर ब्याट्री छ कि झाटो यो त हुन्न रहेछ सानो ठाउँमा। अब हामी ठुलो ठाउँमा जानु पऱ्यो कुदाउन, उतै जानु पऱ्यो। अहिले निकालिदिनु बोट वे कस्तो बल देखेको यार।
उड्छ यार पिम्पल आएर नानीले त गालामा स्टिकर टाँसिन् होला होला किन लजान्थ्यौ र बताइदिनु राम्रोसँग एकातिर जानु ल एकातिर जाने क्या होइन भनेर कतै जानु पर्ने छ र भन्ने कुरो क्या अर्जुन ल गाइस अब घर त बेलुका गए नि भर्खरै ल गाइस बोट यहाँ हालिसक्यो 5 मिनट ब्याट्री ब्याकअप भन्थ्यो धेरै बेर चलाइयो अनि भोलि बिहान म आएर अब यसकै कारणले म 4 बजे नै उठ्न सक्छु गाइस फेरि मेरो भर छैन फेरि बिहान सल्ल पानी हुन्छ नि त्यो सम्म भएला चाहिँ यसको कन्ट्रोलिङ नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ बिहान ठुलोमा तर अलि त्यहाँ उस भयो क्या झ्याङद्याम भयो क्या फाटो अलि हाइटमा बसेर कुदाउन अझ मजा आउँछ ल त्यही हो म प्याक गर्छु अब हामी पर चाहिँ एफपिपी अबटा उडाउन जान्छौँ प्र्याक्टिस हो त्यो पनि त्यो नि म प्रोफेसनल त छैन तर अलिकति पहिलाको भन्दा चाहिँ म राम्रै छु जस्तो लाग्छ मलाई त्योमा चाहिँ किनकि मैले सिकिसकेको मलाई मेनली भनेको एफपिपी उडाउनु त्यो माथि डाँडाबाट स्वाम्मै खसालेको चाहिँ हरि मनपर्छ त्यो भएर चाहिँ हो अब हामी उतातिर जान्छौँ घाम पनि डुब्न आँटिसक्यो ल गाइस एकछिन लास्टै टाइम पास नि भयो लास्टै बिस्तारै बिस्तारै कस्तो बच्चाहरू दौडेछन् लौ 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 अच्छा 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 बच्चाहरूसँग अलिकति गाह्रो हुने क्या या हरिब यो धेरै ओभर स्पिड भयो भने पनि कन्ट्रोल गर्न गाह्रो तर त्यो पानी चाहिँ छल 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 गरेर चाहिँ झन् गाह्रो भयो कि त्यो कस्तो घाम डुब्न